कतिपय कपाललाई चाहिँ मैले कहिले कन्सिभ गर्ने त, म कहिले रिलेसनमा बसेँ भने चाहिँ मेरो बच्चा हुन्छ भन्ने कुरा थाहा नभएरै 3-4 वर्ष बिताउनुहुन्छ। अब त्यो सही तरिका, सही टाइमिङ के हो? ल यो चाहिँ कस्तो राम्रो, अझ कस्तो लाइक पेसेन्टलाई फाइदा हुने क्वेसन गर्नुभयो तपाईँले। अब हाम्रो चाहिँ कस्तो हुन्छ भने महिनावारी कसैको 28-30 दिनमा हुन्छ, कसैको 2-3 महिनामा पनि हुन्छ है। तर हामी आइडियल लिन पर्यो। होइन आइडियल होइन, जसको 28-30 दिनमा हुन्छ नि उनीहरूलाई चाहिँ मैले यहाँबाट एडभाइस दिन सक्छु है। उनीहरूलाई चाहिँ 28-30 दिनमा यदि उनीहरूको महिनावारी हुन्छ भने, रेगुलर छ भने उसको रेगुलर त हामीले अझ छ नि करिब 25 डेजदेखि 35 लाई नै साइन्टिफिकली रेगुलर मान्छौँ होइन। अनि यस्तो पेसेन्टहरूको चाहिँ महिनावारी भएको 10 दिनदेखि 20-22 दिनसम्म 1 दिन बिराएर सम्बन्ध गर्नु है भन्छु म चाहिँ। ओभुलेसन चाहिँ उसको 14 दिनमा हुन्छ भने छैन। अनि कस्तो भने यो साइन्सले रिसर्च पेपरले एउटा भन्छ 18 mm भएको फोलिकल भनेको एग कन्टेनिङ साक, त्यो चाहिँ 18 mm भएपछि चाहिँ मेच्योर हो, अनि त्यो चाहिँ ओभुलेट हुन्छ भनेर किताबमा लेखेको कुरा भनिरहेको छु है। तर इन्डिभिजुअल फरक छ, त्यही भएर मैले इन्डिभिजुअलाइज ट्रिटमेन्ट भनेको यहाँनिर पनि आउँछ। कसैको 29 सम्म जान्छ, कसैको 18 सम्म जान्छ, कसैको 10 दिनमै एग रिलिज हुन्छ, कसैको 22 दिनमा हुन्छ। सो यो 35 दिनको साइकल रेगुलर साइकल भए पनि यो रेगुलर साइकल हुनेहरूले चाहिँ एभ्रीडे रिलेसनमा बस्ने होइन, अल्टरनेट डे अथवा 2 डेजको ग्यापमा बस्दा पनि पुग्छ। त्यो चाहिँ 10 देखि 22 दिनको बिचमा, 20-22 दिन हो। त्यो चाहिँ ओभुलेसन जुन बेला पनि पर्न सक्छ। अब तर सबैजनाले त यो फलो गर्न सक्दैन, बिजी छ 2 दिन मात्रै सँगै बस्नलाई चाहिँ। अनि हामी चाहिँ के गर्छौँ भने तपाईहरू 10औं दिनमा यहाँ आउनुहोस्, म फोलिकल हेरिदिन्छु, अनि त्यसपछि कहिले कहिले सम्बन्ध गर्ने भनेर पठाउँछु। त्यसरी त्यो थाहा हुन्छ डाक्टर साहब? थाहा हुन्छ। हामीले अब ट्रान्सभजाइनल स्क्यान छ नि, त्यसले चाहिँ फोलिकलको साइज कति भयो भनेर हेर्छौँ। अब 10 दिनमा आएको छ, उसको फोलिकल 10 mm मात्रै छ भने अझै 10 दिनमा सँगै बसेर त बच्चा हुँदैन त। अनि उसलाई फेरि एकचोटि फ्यु डेजमा बोलाउँछौँ, मेडिसिन दिन्छौँ, बोलाउँछौँ, फोलिकलको साइज भनेर ल यो दिन। अनि अल्टरनेट या 2 डेजमा बस भन्ने कारण चाहिँ, अल्टरनेट भन्ने कारण चाहिँ एग रिलिज भएपछि हाम्रो बडीभित्र 24 घण्टा मात्रै बाँच्छ, स्पर्म चाहिँ भित्र छिरिसकेपछि 72 आवर्स बाँच्छ। बुझ्नु भएन? त्यही भएर त्यो जुन स्पर्मको कन्सन्ट्रेसन पुग्ने गरी, अब एभ्री डे पनि त कसैलाई रिलेसन गर्ने भनेको त इट्स डिफिकल्ट टास्क हो नि होइन। त्यसैले उनीहरू हामी कहाँ आउन भ्याएन भने चाहिँ हामी त्यसरी ब्लाइन्डली एडभाइस दिन्छौँ। होइन हामी कहाँ आउन भ्याउने काठमाडौँको पेसेन्ट पर्यो भने ल आउनुहोस् है म तपाईँलाई भन्छु। अथवा यदि टाइमै छैन अल्टरनेट डे बस्नलाई, 3-4 चोटि बस्नलाई उसँग टाइम छैन भने हामी के गर्छौँ भने उसको फोलिकल एटलिस्ट 18 mm एन्ड मोर देन पुग्यो भने हामीले आजकल त मेडिसिन छ नि, त्यो एगलाई रिलिज, त्यो नेचुरली चाहिँ बडीभित्र एलएस सर्ज आफै हुनु पर्यो। एलएस सर्ज भएपछि अनि ओभुलेसन हुन्छ। अब त्यो कहिले हुन्छ हामीले त्यो भन्न सक्दैनौँ होइन हेरेर। अनि हामीले त्यो एलएस सर्ज आर्टिफिसियल गरिदिन सक्छौँ। त्यो भनेको मेडिसिन दिएर हामीले एउटा मेडिसिन दिन्छौँ, त्यो मेडिसिनले एलएस सर्ज गराइदिन्छ आर्टिफिसियली, अनि ओभुलेसन गराउँछ। त्यो चाहिँ इन्जेक्सन दिएको 36 आवर्समा युजली रप्चर हुन्छ भनेर थाहा छ हामीलाई। अनि त्यही भएर इन्जेक्सन आज दिन्छौँ, ल भोलि र पर्सि सँगै बस्नुहोस् है भनेर पठाउँछौँ 2 दिन। अनि तेस्रो अर्को दिनमा हेरिदिन्छौँ, ल ओभुलेसन अब सँगै बस्नु पर्दैन, सक्यो है। द्याट इज भेरी इजी।